नमस्ते टासिदेले ह्याप्पी इन्टरनेसनल वुमेन्स डे एभ्रीवान। आज मार्च 8 इन्टरनेसनल वुमेन्स डे रहेको छ। तपाईँ सम्पूर्णलाई धेरै धेरै शुभकामना। महिलाले गरे हरेक कार्यहरू सफल हुन सक्छ भन्ने उदाहरणीय कार्य प्रधानमन्त्री सुशीला कार्कीज्यूले प्रमाणित गर्नुभएको छ। जब उहाँले जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको पद सम्हाल्नुभयो, धेरै कुराहरू आएका थिए हैन, तर उहाँले आफ्नो बाचा पूरा गर्नुभयो। उहाँलाई म हृदयदेखि नै उच्च सम्मान गर्न चाहन्छु। नेपालले परिवर्तन चाहिरहेको थियो हैन, अहिले परिवर्तन आइरहेको छ। नेपालमा इलेक्सन भएको छ हैन, कति धेरै महिला दिदीबहिनीहरू इलेक्टेड भएर आउनु भएको छ। द्याट इज भेरी गुड न्युज फर नेपाल के, किनभने महिलाहरू एजुकेटेड महिलाहरू, मिसन भिजन भएको महिलाहरू आउनु भएको छ हैन। परिवर्तनको लागि चाहिँ कस्तो हुन्छ भनेपछि महिला अगाडि बढ्यो भने एभ्रिथिङ इज पोसिबल के, हामीले गर्न सक्छौँ हैन। सिर्फ एउटा सपोर्ट चाहिरहेको हुन्छ। सपोर्ट सिस्टम कसैले गरिदियो भने र आफैमा पनि वेल एजुकेटेड छ, हरेक कुराहरू गर्न सक्छौँ, मिसन भिजन लिएर हिँडेको छ भने डेफिनेटली त्यो महिलाले राम्रो काम गर्न सक्छ हैन। जति पनि इलेक्टेड भएर आउनु भएको छ नेपालमा अहिलेको पोलिटिक्समा, उहाँहरू सम्पूर्णलाई म हृदयदेखि नै बधाई दिन चाहन्छु। तपाईहरूको कार्यकाल एकदमै सफल रहोस् हैन। म चाहिँ अहिले एकदमै प्राउड फिल गरिरहेको छु। नेपालमा एउटा आमाले लिड गर्नुभयो हैन, आमाले लिड गरेर नयाँ पुस्तालाई चाहिँ पुस्तान्तरण गरिरहनु भएको छ। सम्पूर्ण नयाँ टिमलाई चाहिँ म बधाई पनि दिन चाहन्छु। आज चाहिँ वुमेन्स डे रहेको छ। तपाईहरू सम्पूर्णले आफ्नो तरिकाले सेलिब्रेसन गर्नुहोला। म पनि आफ्नै तरिकाले सेलिब्रेसन गर्नेछु। फेरि पनि ह्याप्पी इन्टरनेसनल वुमेन्स डे र तपाईहरू आफ्नो तरिकाले मनाउनु होला र एकदमै खुसी रहनुहोला। आफ्नो लागि आफैले समय दिएर आफैमा रमाउन सक्नुहोला। महिला दिवसको तपाईँ सम्पूर्णमा फेरि पनि धेरै धेरै शुभकामना।